साथीहरू नमस्कार। म आज एउटा फरक प्रसङ्गमा आफ्ना व्यक्तिगत कथा कुथुङ्ग्रीहरू यहाँ समक्ष भन्नको लागि उपस्थित भएको छु। म मेरा मनका भावनाहरू यहाँ अभिव्यक्त गरेर हलुका हुन्छु। मैले आफू हलुका हुन व्यक्त गरेका यी भनाइहरू यहाँहरूको समय छ, समय मिल्छ भने यहाँहरूले सुन्न सक्नुहुनेछ। विशेष गरी विश्वविद्यालयमा विद्यार्थी हुँदा ताका बनेका सम्बन्धका आधारमा त्यति बेला त्यहाँ हामीले निर्वाह गरेको दैनिकी, ती साथीहरूसँग गरिएका अन्तर संवाद अनि इतिहासको त्यो कालखण्डमा उमेरको त्यो मनोविज्ञानमा गरिएका गतिविधिहरूलाई सम्झेर मेरा शुभचिन्तकहरूले, साथीहरूले मलाई तिमी त अहिले कुनै राजनीतिक दलको सदस्य, कार्यकर्ता, नेता हुनुपर्ने, तिमी कुनै यस्तो पदमा पुगेको हुनुपर्ने भनेर मलाई भनिरहनु भएको हुन्छ र म अलग भूमिकामा अहिले देखिँदा उहाँहरू त्यसमा कहीँ कतै असन्तुष्ट भएको आभास पनि दिनुहुन्छ। उहाँहरूले मलाई विश्वास गरेको, मेरो व्यक्तित्व र प्रतिभामा त्यो किसिमको सम्भावना देखेको कुराप्रति उहाँहरूले मेरा प्रति गर्नुभएको विश्वास र शुभेच्छाप्रति म सदैव नतमस्तक छु। यी प्रश्नहरूले कहिलेकाहीँ मलाई घोत्लिन पनि बाध्य बनाउँछन्। अनि के म साँच्चै मेरो जुन क्षेत्र हो त्यो बाटो छोडेर म गलत र अलग बाटोमा हिँडिरहेको त छैन? मलाई चिन्ने मेरा शुभेच्छुकहरूले मलाई यसरी देखिरहेको छ भने कतै म पहिचानको सङ्कटको खतरातिर त डोरिँदै छैन भनेर म घोत्लिन्छु। अनि म देवकोटाले भन्नुभए जस्तै नभमा नक्षत्र हेर्दै दिललाई सोधेर एकचोटि त्यसको जवाब खोज्छु। म जुन इच्छा, चाहना, आकाङ्क्षाबाट डोरिँदै ती शुभेच्छा व्यक्त गर्ने मेरा शुभेच्छुकहरूका माझमा अन्तर संवादको निम्ति त्यहाँ आइपुगेको थिएँ। ती सबै कुराहरू हेर्दाखेरि आजसम्मको परिस्थितिमा मेरो यात्रामा निरन्तरता भएको म पाउँछु। म हुर्किएको परिवेशमा मैले सबैभन्दा ठुलो मान्छे देखेको भनेको शिक्षक हो। ती शिक्षकहरू मेरा गुरुहरू, जुन मेरा आदर्श र प्रेरणाका स्रोतहरू थिए र म आफू त्यति बेलै सपना देख्थेँ म एउटा शिक्षक हुन्छु। त्यति बेला मलाई पढाउने शिक्षकहरू र आज मैले पढाउनु पर्ने परिस्थितिमा आनको तान भिन्नता भइसकेको छ। तर मेरो आदर्शको पेशा नै यही हो। भलै यसका सीमा यसमा मैले आइपुग्नका निम्ति गरेका यात्राका अनुभवहरू यो सानो भिडियोमा सबै व्याख्या सम्भव नहुन सक्छ। म जहाँ विशेष गरी म महेन्द्र रत्न क्याम्पस ताहाचलको मैदानमा जति बेला 62-63 को जनआन्दोलनको त्यो उभारमा म एउटा अगुवा विद्यार्थीको रूपमा त्यहाँ पढ्थेँ। सक्रिय कार्यकर्ताको रूपमा आन्दोलनको एउटा योद्धाको भूमिकामा थिएँ। म त्यहाँ आउँछु अनि त्यो आन्दोलन मुभमेन्ट आउँछ, त्यो मुभमेन्टमा म अग्रभागमा रहेर सङ्घर्षमा सामेल हुन्छु भन्ने सोचेर म त्यहाँ आएको होइन। म शिक्षक हुने मेरो सपनासँग डोरिँदै शिक्षाशास्त्रमा उच्च शिक्षा हासिल गर्नको निम्ति
त्यो क्याम्पसमा म प्रवेश गरेको हुँ। संयोग त्यस्तो पर्यो, त्यति बेला मेरो स्वभाव शैली एक किसिमको छँदै थियो। संयोग त्यस्तो पर्यो, त्यति बेला राष्ट्रको एउटा चाहिँ आन्दोलन, परिवर्तनको आन्दोलन एउटा आयो। विद्यार्थीहरू त्यसको अग्र मोर्चामा थिए। तिनीहरू मध्येको म पनि एकजना विद्यार्थी हुँ। तर मेरो मूल लक्ष्य, म पछि गएर ठुलो मान्छे बनौँला, नेता बनौँला, प्रधानमन्त्री बनौँला, मन्त्री बनौँला, अर्को केही बनौँला, मेरो त्यो लक्ष्य थिएन। मेरो साधारण लक्ष्य थियो, म शिक्षक बनौँ भन्ने। त्यस अर्थमा मैले मेरो दिललाई सोद्धाखेरि मैले के थाहा पाएँ भने दुनियाँले हारेको देखिरहँदा पनि वास्तविकतामा जित भइरहेको आभास हुँदो रहेछ। यो हार र जितको सवाललाई मैले फरक कोणबाट हेरिरहेको छु। दुनियाँले के देखिरहेको छ भन्ने कुरा भन्दा पनि म के सोचिरहेको छु र मेरो सन्तुष्टि कुन क्षेत्रमा छ भन्ने कुरामा म बढी गम्भीर र संवेदनशील रहेछु। म आजका मितिसम्म जिन्दगीको यात्रा जोखिमको यात्रा हुन्छ। यात्रा गर्दै जाँदा समयले, परिस्थितिले कहाँ पुर्याउँछ, कसलाई कता पुर्याउँछ त्यो भन्न सकिँदैन। मैले स्थान बदलेँ, ठाउँ बदलेँ, विभिन्न ठाउँमा हिँडिरहेको छु। म शिक्षण पेसालाई एउटा आदर्शको पेसा ठानेर त्यसमा संलग्न भइरहेको छु। समय, परिस्थितिले मलाई त्योभन्दा बाहिर कतै पठाइदिन पनि सक्छ, तर म पेसाका हिसाबले हेर्नुहुन्छ भने शिक्षण र प्राध्यापनलाई म आदर्श पेसाकै रूपमा मानिरहनेछु। र जहाँसम्म योगदानको कुरा छ, म जहाँ छु, जुन हैसियतमा छु, म हृदयलाई साक्षी राखेर भन्छु, म इमान्दार प्रयास गरिरहेको छु। र जहाँबाट इमान्दार प्रयास गरिरहेको छु त्यो समाजलाई पनि, नयाँ पुस्तालाई पनि र मेरो आफ्नै व्यक्तित्वका लागि पनि त्यो महत्त्वपूर्ण योगदान नै हुनेछ र म योगदान पुर्याइरहेको छु भन्ने विश्वासमा छु। त्यसैले सबैजना राजनीतिमा, सबैजना आफ्नो पेसा व्यवसायलाई छोडेर चाहिँ अर्को परिवर्तनको साझा मोर्चामा त्यहाँ जम्मा भइरहनु पर्छ भन्ने मलाई लाग्दैन। हामी जहाँ छौँ त्यहीँबाट राम्रो भूमिका खेलियो भने देश र समाजका निम्ति महत्त्वपूर्ण भूमिका त्यही हुन सक्नेछ भन्ने मेरो विश्वास छ। यो खण्ड खण्डमा, व्यक्ति व्यक्तिमा मलाई सोधिरहने प्रश्नको एकीकृत जवाफ आज मैले यस भिडियो मार्फत दिएको हुँ। यहाँहरू सबैको जीवन सुखमय, उत्सवमय होस्। हार्दिक शुभकामना। नमस्कार।